सोचिरहेको कि अब चाहिँ भिडियो रेकर्ड गरौँ ओके। अनि अहिलेको टपिक चाहिँ के हो भन्दाखेरि लेट मी नो एडिक्सनको लागि छ एभ्रिथिङको बारेमा केटाहरूमा मेनली आजको भिडियो चाहिँ मेनली वाट्स रङ गोइङ अन नेपाली युथ के मेनली बोय एन्ड म्यान अभियसली म त बोय नै भन्छु इभन म्यान मेबी छैन नेपालमा मलाई चाहिँ त्यो लाग्छ। लेट्स स्टार्ट विथ द वाट्स रङ विथ नेपाली म्यान। मैले मेनली देखेको नेपाली सोसाइटीमा भनेको दुईवटा एडिक्सन छ क्या। एउटा चाहिँ हेबिचुअल एडिक्सन होइन जुन हेबिटहरूले गर्दाखेरि हुन्छ होइन। अनि एउटा चाहिँ साइकोलोजिकल एडिक्सन छ क्या। मेनली नेपाली युथहरूमा मैले देखेको भनेको दुईवटा एडिक्सन एउटा हेबिचुअल एडिक्सन अनि एउटा चाहिँ साइकोलोजिकल एडिक्सन। आई डोन्ट नो हेबिटेबल एडिक्सन वर्ड छ भनेर मेरो ब्रेनमा त्यतिकै आयो मैले भर्खरै भनिदिएको हो होइन। यदि कोही इङ्ग्लिसको चोदाहरू छ अनि त्यसलाई लगाएर कि नै यसको त मिनिङ छैन यो त अर्को मिनिङ हो ओके यु डन ग्रेट। सो लेट्स स्टार्ट विथ हेबिट र साइकोलोजिकल एडिक्सन। मैले हेबिटलाई चाहिँ मटेरियल थिङसँग जोडिरहेको होइन साइकोलोजिकल एडिक्सनलाई चाहिँ आत्माले पाउने चिजसँग जोडिरहेको होइन। अब त्योभन्दा पहिला हामी स्टार्ट गऱ्यौँ एडिक्सन भनेको के हो त होइन। के हो स्पेलिङ एआइडी टिआइओएन मेबी यही हो होइन। मेनली एडिक्सन भनेको के हो एडिक्सन भनेको कुनै कुरा गरी राख्न मन लाग्ने र मन नहुँदा पनि गरिन्छ भने त्यसलाई एडिक्सन भन्छ। एउटा यस्तो डिसिप्लिन तिमीले चाहिँ आफ्नो सेल्फ अवेरनेस र आफ्नो सेल्फ कन्फिडेन्सलाई डाउन गर्नको लागि गर्छौ भने त्यसलाई एडिक्सन भन्छ मेरो कन्सेप्ट अनुसार। लेट्स स्टार्ट विथ मेनली नेपाली सोसाइटीमा एडिक्सन दुईवटा छ भने साइकोलोजिकल एडिक्सनमा चाहिँ हामीले चाहिँ सोसियल मिडिया युजमा पर्छौँ होइन। सोसियल मिडिया कन्जप्सन कन्टेन्ट कन्जप्सन पोर्नोग्राफी कन्जक्सन कन्जक्सन कन्ज्युम होइन। अनि अब हेबिटुअल या हेबिट अनुसार र मटेरियल थिङलाई राखेर हेरिन्छ भने गाँजा चुरोट अल्कोहल लागु पदार्थ सेवन मद्यपान सेवन अर्कै हुन्छ जुन जुन तिमीले आफ्नो हातमा फिल गर्न सक्छौ नि वस्तुहरू त्यो सबैको बारेमा पर्छ होइन हेबिट र मटेरियल बारेमा। अब कस्तो रमाइलो कुरा छ भन्दाखेरि एभ्री वान टक एबाउट मटेरियल एडिक्सन के ओके एडिक्सन एभ्री वान टक एबाउट इट। इभन ऱ्यापहरू जुन सुधार केन्द्रहरू खोलेको छ नि त्यो सबै नै मटेरियल थिङको लागि खोलेको छ कि यदि नोटिस गरिन्छ भने। गाँजा कसो लेख्छ गाँजा गाँजा मेबी यही हो होइन। गाँजा गाँजा रक्सी चुरोट मेबी चुरोटको छैन होला होइन मैले सुने होइन। मेनली मैले सुनेको गाँजा रक्सी अनि अरू जुन मेन हुन्छ नि हिरोइन सब्सटेन्स युज गर्ने टाइपको यो मेनली छ नेपालमा सुधार केन्द्रहरू बच्चाको लागि पनि छ ठुलोको लागि पनि छ। अब तर मैले एडिक्सनको अर्को रूप जुन साइकोलोजिकल एडिक्सन हुन्छ नि जुन साइकोलोजिकल एडिक्सनमा तिमी मास्टरबेसन पर्छ होइन सोसियल मिडिया कन्जप्सन पर्छ होइन त्योहरू मैले देखिरहेको छैन कि वाइ आई डोन्ट नो होइन। मलाई पनि थाहा छैन किन नेपाली सोसाइटीले त्यसलाई चाहिँ एउटा एडिक्सनको रूपमा हेर्न सक्यो होइन। हामीले एडिक्सन त्यसलाई मात्रै सोध्छौँ जुन आफू आफ्नो परिवार र बाहिरको समाजलाई चाहिँ हानि पठाउँछ। इभन अब तिमीले मास्टरबेसनलाई हेर्छौ भने होइन मास्टरबेसन पनि त एउटा मेन एडिक्सन हो जुन नेपाली सोसाइटीले मान्दैन क्या। इभन त्यो बारेमा कुरा गर्न पनि चाहँदैन नेपाली सोसाइटीमा रहेको जुन के भन्छ त्यसलाई ज्ञानी व्यक्तिहरू छ म चाहिँ त्यही नै भन्छु। तिनीहरूलाई इभन थाहा पनि छैन कि मास्टरबेसन के हुन्छ भने इभन तिनीहरूले गरे ह। अनि मेन प्रब्लम के आउँछ भन्दाखेरि तिमीले गाँजा खान्छौ तिमी अल्कोहल खान्छौ तिमी चुरोट फुक्छौ होइन। त्यसपछि अरू के हुन्छ हिरोइन कोकिन अनि त्यो माथि लगाएर युज गर्ने खाले हुन्छ नि त्यो स्टिकर टाइपको आउँछ नि तिमीले माथि लगाउँछ अनि त्यस हुन्छ। हामीले यो एडिक्सनलाई कम र बढी गर्नको लागि हामीसँग लट अफ थिङहरू छ। जस्तै अब हामीले गाँजाको लागि वी हेभ अ ऱ्याप ओके अनि गाँजाको लागि हामीसँग ल पनि छ के यदि कसैले गाँजा सर्टेन ग्राम भन्दा माथिको बेचेको पाउँछ इभन छ भने पनि हामीले त्यसलाई लिएर जेलमा हाल्छौँ। इभन जब अल्कोहल लास्टै बढी कन्ज्युम गर्छ अनि त्यो पर्सनले चाहिँ वरिपरिको ब्याकग्राउन्डको मान्छेलाई चाहिँ डिस्टर्ब गर्छ भने हामी त्यसलाई लगेर जेलमा हाल्छौँ। इभन हामीले चाहिँ
के भन्छ त्यसलाई, के अरे खाना पकाउँदाखेरि सिटीको आवाज आउँछ भने त्यो मान्छेलाई इभन कारबाही पनि गर्न मिल्छ। तर हामी अब अर्को एडिक्सनमा जान्छौँ, हामी जुन आँखाले देख्न नसकिने एडिक्सन छ, जुन रुमभित्र बसेर गरिने एडिक्सन छ, सोसल मिडिया कन्जम्सन एडिक्सन होइन, मास्टरबेसन एडिक्सन, फोन एडिक्सन, अरू के हुन्छ? मेबी वी क्यान से लाइक रिडिङ अ बुक पनि एउटा एडिक्सन हो। इजन तिमीले कतिको त्यसलाई चाहिँ गर्न सक्छौ, आई नो द्याट कि तिमीहरूले बुक पढ्दैनौ। इभन हरेक कुरा जुन एक्सेसिभ रूपमा गरिन्छ भने त्यो पनि एउटा एडिक्सन हुन्छ क्या। ओके, साइकोलोजिकल एडिक्सनमा जाऊँ, मेन्टल मास्टरबेसन भनिन्छ त्यसलाई होइन। अनि त्यसपछि त्यसको बारेमा चाहिँ चर्चा गरौँ। वाट्स रङ विथ नेपाली ह्युमन बिङ। मैले जब डिस्कभर गरेँ वाट इज मास्टरबेसन, म सायद क्लास 6मा पढ्थेँ। मैले जब डिस्कभर गरेँ मास्टरबेसन, पोर्नोग्राफीको बारेमा मैले एकजना सिनियर दाइबाट थाहा पाएको होइन, जुन चाहिँ क्लास 8 or 7मा पढ्थ्यो। अनि अन्टिल राइट नाउ मलाई हरेक पोर्नोग्राफी वेबसाइटको बारेमा थाहा कि इभन जुन तिमीहरू भिपिएन युज गर्छौ नि, जस्तै पोर्न हबलाई चाहिँ तिमीहरूले युज गर्नु पऱ्यो भने तिमी भिपिएन युज गर्छौ नि। इभन आई नो द भेरियस वे हाउ टु युज द वेबसाइट के। जस्तै अब तिमी पोर्न हबमा जान्छौ, तिमीले त्यहाँको डोमेन चेन्ज गर्यौ भने, जस्तै pornhub.com हुन्छ नि, पोर्नहब भन्दा अगाडि https.en भनेको त्यो इङ्ग्लिस हो क्या, इङ्ग्लिस भर्जनको लागि बनाइएको। त्यसलाई अब तिमीले चेन्ज गर्यौ भने यु डोन्ट निड टु युज द भिपिएन के। दोज थिङहरू चाहिँ इभन तिमीले एक्सप्लोर पनि गरे छैनौ, जुन मैले गरिसकेँ। एन्ड त्यही भएर त मैले भन्दैछु त, वाट इज द मेन्टल मास्टरबेसन। मेन्टल मास्टरबेसन एउटा यस्तो प्रक्रिया हो जुन तिमीले त्यसलाई गर्दैनौ भनेर आफ्नो दिमागमा गर्छौ, त्यसलाई मेन्टल मास्टरबेसन भन्छ। अनि मेरो इन्टायर लाइफमा अहिलेसम्मको मैले देखेको हरेक ह्युमन बिङ जुन केटामा पर्छ, तिनीहरूले नै मेन्टल मास्टरबेसन गरेर हुन्छ क्या। अब जस्तै मैले एउटा वेब सिरिज हेरेर आएको थिएँ, माइन्ड हन्टर। त्यहाँ चाहिँ के छ भन्दाखेरि सर्टेन साइकोप्याथहरूलाई एनालाइज गरिएको छ, तिनीहरूले चाहिँ किन क्राइम गर्छ, त्यही कुरालाई लिएर चाहिँ अब म चाहिँ नेपाली सोसाइटीमा रहेको म्यानहरूको बिहेभियरलाई लिएर समातेर भन्छु होइन, एडिक्सनको बारेमा, इन्टायर एडिक्सनको बारेमा नै। ल मानौँ मैले चाहिँ आज गाँजा, रक्सी, अल्कोहल, मास्टरबेसनको बारेमा चाहिँ अध्ययन गरेँ, एन्ड आइ एम क्युरियस एबाउट इट, अनि मैले चाखेँ पनि। ओके, सो मैले इन्टायर लाइफभरिमा नै त्यसलाई गर्दै गर्दै जान्छु। तर त्यो बिचको ग्राफ भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटा चार्ट हुन्छ नि, त्यो माथि तल तल माथिवाला चार्ट हुन्छ कि। यसलाई चाहिँ हामीले चाहिँ डिप्रेसनसँग रिलेट गर्न मिल्छ। साइकोप्याथहरूले जब पहिलो आफ्नो क्राइम गर्छ नि, तिनीहरूले फर्स्टमा आफ्नो क्राइम गर्ने बेलामा चाहिँ तिनीहरूले सबै माइन्डमा अगाडि नै बनाइसकेको हुन्छ कि, जस्ट वी क्यान से लाइक अल दोज प्लान वी एक्जिक्युट। ओके, यो पछि गएर त्यसलाई मार्छु अनि त्यसको अर्गन काटेर फाल्छु, जस्ट लाइक द्याट। अनि हामीले मास्टरबेसन अल्कोहल कन्ज्युम गर्नुभन्दा अगाडि हामीले प्लान बनाइरहेको हुन्छ। हामी यो समयमा जान्छौँ, यो एराउन्डमा बस्छौँ, अनि त्यो सराउन्डेडमा चाहिँ आफूलाई इरेक्टेड फिल गर्छौँ। त्यसपछि हामीले कन्ज्युम गर्छौँ मास्टरबेसन, कन्ज्युम गर्छौँ पोर्नोग्राफी, कन्ज्युम गर्छौँ अल्कोहल। अब जब तिमीले फर्स्ट टाइम त्यसलाई कन्ज्युम गर्छौ भने तिम्रो डोपामिन हाई हुन्छ, सेरोटोनिन कम हुन्छ होइन। त्यसले गर्दाखेरि डोपामिन हाई हुने बित्तिकै, डोपामिन भनेको एउटा यस्तो हार्मोन हो जसले चाहिँ कुनै कुरा गर्नलाई उत्साहित गराउँछ। त्यो हाई हुने बित्तिकै चाहिँ तिम्रो डोपामिन जब पिकमा जान्छ नि, यो एराउन्डमा आएर हस्किन्छ नि तिम्रो, त्यतिखेर तिमी परम सुखको आनन्द महसुस गर्छौ। अब जब तिम्रो यो लाइनदेखि यहाँ जान्छ होइन, त्यतिखेर तिम्रो परम सुख हुन्छ। अब तिमी त्यो लाइनबाट तल झर्छौ, अब यो भनेको तिम्रो यो सर्फेस एरिया छ नि, त्यसलाई हामीले डिप्रेसनको रूपमा हेरिन्छ कि, हामीले भन्नाले मैले, यो एउटा डिप्रेसन भयो होइन। अब तिमीलाई अब अर्को हिट आउँछ नि, त्यो माथि जान्छ कि, त्यतिखेर साइकोप्याथहरूले क्राइम गर्छ कि, त्यतिखेर एडिक्सन भएको मान्छेहरूले त्यो कार्य गर्छ कि, अनि फेरि त्यो ड्रप हुन्छ कि, अनि सर्टेन दिन, सर्टेन मन्थ, सर्टेन इयर पछि फेरि त्यही गर्छौ, अनि त्यो फेरि माथि जान्छ, अनि फेरि त्यो तल आउँछ। द्याट इज कल द डिप्रेसन साइकोलोजी भन्छु म चाहिँ, डिप्रेसन एडिक्सन साइकोलोजी, जसमा चाहिँ तिमीहरूले चाहिँ कुनै एडिक्सन माथि जान्छ, त्यो तल आउँछ, सर्टेन दिनको लागि रहिरहन्छ, तिम्रो फोन हेर्दैनौ, मास्टरबेसन गर्दैनौ, गाँजा खाँदैनौ, हुक्का खाँदैनौ, पफ तान्दैनौ, अनि त्यो
इन्टायर लाइफ चलिरहन्छ, 1-2 हप्ताको लागि फेरि माथि जान्छ अनि पिक आउँछ। ओके, त्यसो भए वी डिस्कस अबाउट द एभ्रिथिङ होइन। डिप्रेसनलाई राखिराख्न चाहिँ के गर्नुपर्छ त? क्वेसन नै त्यही हो। तिमी त पिकमा नजानलाई डिप्रेसनमा राखिराख्नलाई के गर्नुपर्छ? त्यो मलाई पनि थाहा छैन, इभन आई डोन्ट नो एबाउट इट के। फोन ब्लकरको युज गर्न सक्छौ होइन, तिमी सुधार केन्द्रमा जान सक्छौ। यदि हेबिचुअल मास्टरबेसन होइन भने होइन, जस्तै दिनभरि गर्छौ, या मैले भन्न खोजेको चाहिँ यदि तिमी अब्जेक्ट रिलेटेड, यदि तिमीसँग चाहिँ अल्कोहल गाँजा टारिकको चाहिँ सरी एबाउट इट मास्टरबेसन गर्दैनौ भने होइन, अनि अब तिमी अब साइकोलोजिकलमा चाहिँ तिमीले के नै गर्न सक्छौ त? तिमीले पोर्नोग्राफीलाई ब्लक गर्न सक्छौ, मोबाइल फोनबाट टाढा रहन सक्छौ। कति दिनको लागि? 1-2 दिनको लागि। इभन तिमी सक्दैनौ पनि, म त के भन्छु थाहा छ, एडिक्सन एउटा यस्तो प्रक्रिया हो जसमा तिमीलाई गर्न मन लाग्दैन तर तिमी गरिरहन्छौ, अनि त्यही गरिरहनुमा मजा खोज्छौ र तिम्रो इन्टायर लाइफ नै त्यही मजामा रहिरहन्छ क्या। अनि जब तिमीले सर्टेन इयरमा पुगेपछि, सर्टेन टाइममा पुगेपछि तिमीले के रियलाइज गर्छौ थाहा छ? ल, मैले रक्सी खान लगाएको 30 वर्ष भइसकेछ, अनि मेरो छोराले पनि अहिले रक्सी खाइरह। मैले गाँजा फुकेर छोडेको 10 वर्ष भयो, अनि मेरो छोराले अहिले त्यही गरिरह जुन मैले पहिला गरेको थिएँ। अनि अब इन्टायर जुन बाबाहरूको नाम भनिन्छ नि, नट कल एबाउट बाबा, मैले भनेको तिम्रो आफ्नो बाउ गएर सोध। जब तिमीले गाँजा खाएको थियौ, जब तिमीले मास्टरबेट गरेको थियौ, जब तिमीले रक्सी पिएको थियौ, तिम्रो फर्स्ट एक्सपिरियन्स कस्तो थियो? किन तपाईँले तिमीले तँले यस्तो स्टार्ट गरिस्? सोध। मेबी के रिप्लाई आउँछ थाहा? म यस्तो सराउन्डेडमा थिएँ जहाँ त्यही नै युज गरेर हुन्थ्यो। मैले पहिलोचोटि क्युरियस भएर खाएँ। इभन म इन्टायर फ्रेन्ड जोनमा पहिलो मान्छे थिएँ जुनले गाँजा ट्राई गरेको थियो, अनि मैले गर्दा वरिपरिकोले गाँजा ट्राई गरेँ। अब योबाट बच्नको लागि म त के भन्छु, डिभाइस नै फालिदेऊ, आफ्नो सेल्फ डाउट, सेल्फ कन्फिडेन्ट इन्क्रिज गर होइन। यदि हरेक कुरालाई तिमी गर्न खोज्छौ, जब तिमी अल्कोहल कन्ज्युम गर्छौ अनि तिमीले चाहिँ त्यो गर्ने बेलामा के सोच भन्दाखेरि, अब मैले अल्कोहल कन्ज्युम गरेँ भने चाहिँ नेक्स्ट पार्ट के हुनसक्छ? इमेजिन गर कि तिम्रो त्यो, अब तिमीले जस्तो अल्कोहल कन्ज्युम गर्यौ, तिमी गाडी चलाएर गइरह, तिम्रो पछाडि तिम्रो गर्लफ्रेन्ड, मम्मी, दिदी, बहिनी बसिरह, तिमी अल्कोहल चलाउँदै जान्छौ, तिम्रो अगाडि एउटा बच्चा आउँछ, तिमीले त्यसलाई किस दिन्छौ, अनि पछाडिबाट तिमीले ब्रेक लगाउँदाखेरि पछाडिबाट अर्को ट्रक आएर तिमीलाई किस दिन्छ, अनि तिमी मर्दैनौ, तिम्रो फ्यामिलीको हरेक पार्ट मेम्बर मरिरहेछ कि। अनि त्यो इन्टायर गर, इभन इट्स ओके तिमी खान्छौ भने, त्यो हुँदा पनि जस्ट इमेजिन गर कि तिमी एउटा यस्तो सुनसान एरियामा छौ, अनि तिमीलाई चाहिँ मास्टरबेसन गर्न मन लागिरहेछ, तिमीले आफ्नो हात मास्टरबेसन गर्नलाई लान्छौ पनि, अनि सोच कि अब मैले मास्टरबेसन गरेँ भने के हुन्छ? कि त म हिँड्दा हिँड्दै मेरो त्यही स्पममा गएर मेरो खुट्टा चिप्लिन्छ अनि मेरो टाउको खोज्छ, लाइक द्याट वे। अनि कि त तिमीले इन्टायर के लाइफ उ गर्न सक्छौ भने, इभन मैले मेरो मास्टरबेसन गरेँ भने मेरो लाइफमा एकजनालाई यस्तो घाटा हुन्छ जुन मैले दिएको छु मेरो शरीरको लागि। त्यसले गर्दाखेरि तिमीलाई चाहिँ साइकोलोजिकल फियर दिन्छ, अनि त्यसले तिमीले कम गर्छौ तर पुरै कम्प्लिट गर्न सक्दैन। त्यसको लागि मेनली आफ्नो टाइमलाई चाहिँ जति सक्छ आफ्नो फ्यामिली मेम्बरसँग देऊ, आफ्नो साथीहरूसँग डुल। एउटा एडिक्सन कम गर्नको लागि अर्को एडिक्सन जम्न, म चाहिँ यही नै भन्छु।